हरेक वर्ष चाहिँ यस वर्ष पनि नेपाल शेर्पा विद्यार्थी सङ्घ केन्द्रीय कमिटीद्वारा आयोजना गरेको पुरानो लुङता व्यवस्थापन तीर्थस्थल सरसफाई तथा लुङता सचेतना कार्यक्रम 2082 सम्पन्न भएको छ। लुङता झुलाउनु परम्परा हो भन्दैमा हामीले फेरि यसलाई परम्परा हो भनेर हामीले यसमा अड्केर बस्नु हुँदैन। अहिलेको समयअनुसार हैन, अहिलेको मोडर्न समयअनुसार कुन चाहिँ बेस्ट हुन्छ त्यो त आफैले पनि भन्नुभएको थियो। जुन हामीले सिलहरू पालना गर्दाखेरि ध्रुव युल दम्तुन भन्ने एउटा शब्द छ। यसको अर्थ के हो भने चाहिँ जुन विनय नियम पालना गर्ने चाहिँ युल दुई दम्तुन भने युल भने तपाईँको स्थान, दुई भने समय र परिस्थिति दुवै मिलेर चाहिँ हामी अगाडि बढ्नुपर्छ भनेको छ। भन्दाखेरि हामीले लुङताको परम्परा भन्दाखेरि जहिले पनि त्यो परम्परा नै हामीले फलो गर्नुपर्छ भन्ने पनि छैन। यसलाई चाहिँ के गर्दा चाहिँ झन् बेस्ट हुन्छ भन्ने बारे पनि हामीले सोच्न सक्यो भने झनै राम्रो। नेपाल शेर्पा विद्यार्थी सङ्घ केन्द्रीय कमिटीका अध्यक्ष फुर्बा छिरिङ शेर्पाको नेतृत्वमा 100 जनाभन्दा बढी शेर्पा विद्यार्थीहरू स्वयंसेवक बनी र उहाँहरूलाई साथ दिन अभिभावकहरू पनि उपस्थित हुनुभई गुम्बा दर्शन गर्दै सबै स्वयंसेवकहरू अहिले हामी भर्खरै फर्पिङ स्थित रिम्बुलसेवी दर्शन गर्नलाई आएका छौँ र आज हामी तकरिबन झन्डै 100 जनाभन्दा बढीका भोलिन्टियर जम्मा भएर यस पश्चात हामी खाजा खाइसकेपछि हामी पुरानो लुङताहरू व्यवस्थापन गर्न र त्यो व्यवस्थापन गरेको पुरानो लुङताहरूलाई विधिगत ढङ्गमा त्यसको अन्त्येष्टि गर्नलाई हामी 100 जनाको जम्बू टोलीहरू भेला भएका छौँ र यस पश्चात हामी त्यहाँ लाग्नेछौँ। असुरदेखि 2 मिनेटमै तल पुग्छ। त्यहीबाट झरौँ 4 बजे है ठ्याक्कै समय तपाईँहरू कसरी ध्यान नगर्नु है। सबैजनाले सुन्नुहोस् है, 4 बजे समयमा हामी ठ्याक्कै बसमा आइपुग्छौँ है। फेरि यो चाहिँ हाम्रो अहिलेको अध्यक्ष फुर्बा छिरिङ शेर्पाजीको नेतृत्वमा भइरहेको हो। लाइक एभ्री इयर हुने एभ्री इयर चाहिँ अब मेनली चाहिँ अब हामीले नर्मली 1 गते बुद्ध जयन्तीको बेला चाहिँ अब हामीले तीर्थस्थलमा गएर लुङता के भन्छ अनम्यानेजहरू भुइँमा लत्रिएकोहरू म्यानेजमेन्टमा सफा गर्ने अनि एउटा यो चाहिँ एउटा के भन्छ एवेरनेसको लागि चाहिँ मेनली गरेको हो। सो लाइक अब मान्छेले इन्भाइरोमेन्ट फ्रेन्डली लुङदार युज गरोस्। पछि त्यो आएपछि लुङदाहरूको लागि भन्ने हामी ठाउँ हामी तल व्यवस्था गरेछौँ। त्यस बोलमा चाहिँ पानी। नमस्कार ट्रस्टीले, म शेर्पा विद्यार्थी सङ्घको केन्द्रीय अध्यक्ष फुर्बा छिरिङ शेर्पा। आज हामी यो दक्षिणकाली स्थित फर्पिङमा शेर्पा विद्यार्थी सङ्घको एक स्वयंसेवक टोली फर्पिङको यो डाँडामा आइपुगेका छौँ, जहाँ हामी झरेको लत्रेको र फोहोर भएका लुङताहरूलाई हामीले सरसफाइ गर्ने काम र तीर्थस्थललाई पनि सँगसँगै फोहोरहरू पनि सरसफाइ गर्ने कार्य, पुरानो लुङताहरूलाई व्यवस्थापन गर्ने कार्य र सचेतनाको एक भाग यानि कि उद्घाटन सत्रमा नै हामीले प्यानल छलफल गरेर लुङताको वातावरण मैत्री लुङताको चाहिँ फाइदाको बारेमा र चाहिँ प्लास्टिकयुक्त लुङताको नाइलनको लुङताको चाहिँ त्यसको चाहिँ कस्तो त्यसले चाहिँ वातावरणलाई कस्तो खालको प्रभाव पार्छ भन्ने कुरामा हामी छलफल गरिसकेका छौँ र यो समग्र कार्यक्रम हामीले वास्तवमा चाहिँ वातावरणलाई पनि संरक्षण गर्ने ढङ्गमा र सँगसँगै धर्मलाई पनि हामीले हातेमालो गर्दै सँगसँगै लाने र धर्मको पनि संरक्षण गर्ने हिसाबले यो कार्यक्रम राखेका छौँ। हामीले यस कार्यक्रमलाई नारा पनि दिएका छौँ, प्रिजर्भिङ द स्पिरिचुअलिटी र प्रोटेक्टिङ द नेचर भनेर यसलाई हामीले त्यो नारा पनि दिएका छौँ। प्रिजर्भिङ स्पिरिचुअलिटी प्रोटेक्टिङ द नेचर, धर्म र प्रकृति संरक्षणतर्फ एक सार्थक युवा कदम भन्ने नारासहित हामीले यो कार्यक्रम यो कदम चालेका छौँ भने हामी लगभग फोहोर सङ्कलन गर्ने पुरानो लुङता सङ्कलन गर्ने हाम्रो कार्य लगभग अन्तिम चरणमा आइपुगिसकेका छौँ र हामीले पुरानो लुङताहरू जुन हिसाबले निकालेका छौँ त्यसको बावजुद हामीले नयाँ वातावरण मैत्री खालको लुङता पनि हामीले चाहिँ चढाएका छौँ, अर्पण गरेका छौँ। धन्यवाद।